एभ्रिवान लासो नमस्ते वेलकम टु माई अनदर ब्लग आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ म साथीको वर्तमान छेवरमा जान लागेको अनि यहाँ मेरो साथीहरू पनि आइसकेको छ हेलो हाई हेलो हाई नमस्ते दर्शन के भन्न चाहनुहुन्छ स्वागत छ तपाईहरुलाई सुषमाको सुषमा चाहिँ अहिले छेवरमा जान लाग्यो अनि हामी सुषमा जान लाग्यो बेउडी पठाएर पठाइदिनु पर्यो सुषमा जान लाग्यो कस्तो नराम्रो देखिरहेको फेरि आज बेउडी आफूले आफूलाई नराम्रो देखिरह भन्नु तर राम्रो देखिरह तर अहिले मेकअप गरेपछि राम्रो देख्छ नि साथी मेकअप पनि हाम्रो केही पनि होइन कि अहिले एकछिन पछि हेर्नु ल साथी ल ल बाई बाई अब एकछिन पछि भेट्छौँ ल हेलो गाइज हामी चाहिँ फाइनली रेडी भएर हामी पनि घरबाट निस्किसक्यो यसमा चाहिँ मेरो साथी र म छ अनि अर्को साथी चाहिँ जाँदैन किनभने ऊ धेरै तिनजना पनि भएको छ साथीहरू हामी चाहिँ तलिसमा गेटबाट आइसक्यो अनि हामी चाहिँ यतै हो भनेको थियो अस्ति मनिकाले हामी चाहिँ उतापट्टि स्कुलबाट उता साइड होला यतैपट्टि होला भनेर चोकबाट त्यो के अरे नलपुर चोकबाट तलपट्टि होला भन्ने ठानेको थियो तर होइन चाहिँ यतै रहेछ भन्दा थियो हिजो मनिकाले अब यता आएको थाहा छैन हामीले घर कहाँ फर्स्ट टाइम आउनु है तर घर चाहिँ तर हामी चिनेन भने हामीले घर बेइज्जती हुन्छ हामी अहिलेसम्म आएको पनि छैन नि त अनि फर्स्ट टाइम हो नि त हामी चाहिँ यस्तो बाटोमा जाँदैछौँ हामी चाहिँ जाँदैछौँ बाटो चाहिँ थाहा छैन अहिले अङ्कलले सोधेको यहाँ वर्तमानमा जानु लाग्यो भने त्यही तल भन्नुभएको थियो जाँदै गरौँ हेरौँ कहाँसम्म पुगिन्छ गन्तव्य हामी लोकेसन अनुसार होइन फेरि बाटो अनुसार हो नि फेरि गएछन् फेरि फोटो खिचौँ न त सक्दैन नि फेरि खुसी गाई पनि छ होइन ल खुसी अब हामी चाहिँ टिका लगाइदिनु लाग्यो उसलाई कसलाई दिनु के गर्नु अब टक्ला वेलकम टु माई ब्लग श्रेया कति राम्रो राम्रो भएर आएको छ मान्छेहरू यहाँ चाहिँ हाम्रो कति राम्रो देखिया राम्रो वान्स मोर तैँले भाइरल हुन्छ अब त्यो सुषमाको ब्लगमा म पनि खाऊ ल राम्रोसँग खाएर भन्ने एकचोटि यही हाम्रो चाहिँ यहाँ कस्तो मैले खाएको छ मेरो यस्तै छ पारा मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै होइन होला के हो हामी त सधैँ राम्रै नै होला
लेट्स सी अब कस्तो ओहो तिमी त बहिनी म त भाँदैन यस्तो नमिठो रक्सीको लेखान्छ आइफोन राखेर हातमा अरूबाट भिडियो बनाउनु त भएन नि कुन गीत लाउने एकदम बबाल ए भ्लग बनाउँछौ कहानी सुषमा थिङ तामाङ सब्स्क्राइब गरेर लाइक शेयर सब्स्क्राइब गरिदिनुस् भन्नुपर्छ कि गर ल भने गरिदिनुस् गाइज भन्ने हो गरिदिनुस् गाइज घर जाने भनेको साथीहरूसँग जाने भनेको खाना नाच्ने भनेर गीत पनि मिलेन यस्तै छ गाइज अबि बेला के भयो यस्तो स्या आज म राम्रो हो कि क्यामेरा राम्रो हो म राम्रो भयो कि क्यामेरा राम्रो हो अचम्म लागिरहेको हो मेरो क्यामेरा राम्रो हो त्यस्तै तर मन राम्रो छ गाइज लाइक शेयर सब्स्क्राइब गरे मलाई कुकरले मन पराउँछ भन्दैन ल मलाई कुकरले मन पराउँछ भन्दैन ल होइन होला के हो ए हो नि हामी गयो मलाई के मान्ने जाने अब हामी त हिँडेर जाला मेरो ब्याग चाहिँ नझार्दैन नि हामी गएको ल गाइज यहाँ झरेको छ ए हेरेको नाच्ने पनि पाए नाच्ने पनि पाए एउटा कतिले गीत बजाएन कि भाइ साँच्ची भनेको कि भाइ है कहिले के खालि क्युटी भएर खालि उयो एउटा त्यो गीत मात्र बजा बजा साथीहरू मेरो आउटफिट कपडा हेर्नु होला हामी दुईटाको कैसा लग रहा है कैसे लग रही हूँ मैं अच्छे लग रहे हो कैसे लग रही हूँ मैं के फेरि फेरि यसरी कैसे लग रही हूँ मैं ल कस्तो राम्रो छ यार आउटफिट गाइस लोग मेरो आउटफिट ओह माय गॉड कैसी लग रही हूँ मैं मेरी जैसी लग रही हो अनि यहाँ चाहिँ हाम्रो सुषमा नाचे त्यहाँ नाच्दा मन लागेन मतलब नाच्दा त मलाई पनि बोलाइरहेको थियो होइन तर म चाहिँ नाचिनँ कि त्यो मान्छेले हेरे गरेको थियो मलाई देखाउनु पर्यो केटी भएर एटिट्युड देखाउनु पर्यो गाइस रोक त्यही भएर के साथीहरू हामी चाहिँ घरतिर फर्किँदैछौँ यस्तो हालत भइसक्यो घर हामी चाहिँ घरतिर फर्किँदैछौँ है गाइस यस्तै छ जिन्दगी घरबाट फोन पनि गरिसक्यो उसको घरबाट फोन पनि आइसक्यो मेरो फुलै झरेछ कि भाइ अनि फेरि मलाई अठाएर लगाएको